Hey guys, welcome back to my new video. आज चाहिँ हामी चाहिँ हैन फेयरवेल कार्यक्रम छ हाम्रो। सो आज हामी चाहिँ फेयरवेलमा जान लाग्दैछौँ। हाम्रो चाहिँ हिजोदेखि चाहिँ हाम्रो प्रोजेक्ट इन्टर्नशिप सबैको फाइनल रिपोर्ट सकिसकेको छ हैन, रिपोर्टहरु बुझाएर अब हाम्रो सबै थोक सकिसकेको छ। अस्ति हाम्रो ग्रेजुएसन डे पनि भएको थियो हैन। यहाँनिर चाहिँ कस्तो हुँदो रहेछ भन्दा पास आउट हुनुभन्दा अगाडि रिजल्ट आउनुभन्दा अगाडि नि ग्रेजुएसन डे गरिन्दो रहेछ। त्यसपछि इन्टर्नशिप भाइभाहरूको चाहिँ जुन त्यो फाइनल रिपोर्ट सबमिसन हुन्छ त्यो गरिसकेपछि अनि फेयरवेल प्रोग्राम हुँदो रहेछ। सो आज हाम्रो चाहिँ फेयरवेल प्रोग्राम छ, कलेजले हामीलाई फेयरवेल दिँदैछ। सो हामी अब कस्तो हुन्छ हाम्रो फेयरवेल हामी देखाउने छौँ। स्टे ट्युन गाइज, रेड भइसकेको छौँ हैन। सो अब हामी जानु पर्ने हुन्छ। अब हामी कलेजतिर जान्छौँ। हाम्रो चाहिँ प्रोग्राम भनेको 10 बजेदेखि स्टार्टेड छ। सो अब हामी निस्किनु पर्ने हुन्छ यहाँदेखि। सो गाइज लेट्स मेट अप इन कलेज है। कस्तो छ हैन, हामी चाहिँ एक्साइटेड छौँ। केटाहरूले कस्तो चहल पहल देखेका छन् हैन, कस्तो हुँदैछ हैन। आई एम सो एक्साइटेड फर फेयरवेल है। सो गाइजहरु हैन हामी चाहिँ रेडी हुँदैछौँ है। यहाँनिर केटाहरू टक्क चहल पहल दिँदै रेडी हुँदैछ है। अब हामी रेडी भएर कलेजतिर गइदिनु पर्ने हुन्छ हैन। सो हामीले चाहिँ हिजो यहाँ यही रुममा धेरै मजाले रमाइलो हानेको थियौँ हैन। हिजो चाहिँ हाम्रो इन्जिनियरिङ सब प्रोजेक्ट सकिएको कारणले हामीले हिजो बब्बाल रमाइलो हानेको रुम यही हो। सो आज पनि बब्बाल रमाइलो हान्छौँ। हामी चाहिँ अब फेयरवेलको लागि जाँदैछौँ गाइज हैन। हामी चाहिँ अब फेयरवेलको लागि चल्दिन लाग्दैछौँ हैन। सो हाम्रो गाइज सहित हामी चल्दैछौँ कलेजतिर। सो हामी आशा राख्छौँ रमाइलो हुनेछ हैन। गाइज हामी चाहिँ यहाँनिर बसिसकेको छौँ। सबैलाई यहाँनिर माया छ है। सबैजना केटाहरू यहाँनिर चहल पहल दिँदैछन् हैन। ल गाइज हाम्रो चाहिँ अब यहाँनिर फेयरवेल हुन लाग्दैछ। सो गाइज केटाहरू कतिको एक्साइटेडमेन्ट छ केटा हो फेयरवेल पाउँदाखेरि। वेलकम त गरेको थिएन अरे, फेयरवेल पाइरहेको छौ, कतिको एक्साइटेड छौ केटा हो। सो गाइज माया छ है, सबैलाई माया छ है।
सो गाइज होइन हामी चाहिँ अब हाम्रो एकदमै अब चाहिँ हाम्रो टाइम पनि एकदमै कम थियो होइन त्यही भएर हाम्रो फेयरवेल चाहिँ हाम्रो होइन स्टार्ट हुन लाग्दैछ होइन सो अब यो फेयरवेलको मजा चाहिँ लिनुपर्छ केटाहरूलाई धन्यवाद छ होइन फेयरवेल दिन लागेकोमा होइन सबैलाई धन्यवाद छ माया छ होइन सो हाम्रो टाइमको कमीले गर्दाखेरि छोटो मिठो अब दामी एउटा फेयरवेल हान्न लाग्दैछौँ सो अब हामी रमाइलो गर्दैछौँ सबैतिर चहल पहल छ केटाहरूको सबै चहल पहल हाल्दैछन् होइन अब हामी चहल पहल दिनुपर्ने हुन्छ सो यहाँनिर हामी चाहिँ होइन अब यतिको रमाइलो फेयरवेल पाउँदाखेरि एकदमै हामी आनन्दित भइसकेका छौँ सो अरू पनि हामी देखाउँदैछौँ। A few moments later. होइन फेयरवेल सो माया छ है सबैजनालाई होइन थ्याङ्क यू सो मच गाइज होइन यति माया दिएकोमा होइन यो चाहिँ पाइसकेको छ यस्तो चहल पहल छ यहाँनिर चलेको छ होइन चहल पहल चलिसकेको छ हाम्रो चाहिँ छोटो टाइममा होइन यति मिठो थ्याङ्क यू सो मच गाइज होइन माया छ सबैजनालाई यहाँनिर चाहिँ होइन देख्न सक्नुहुन्छ हामीले पाइसकेको छौँ यति एकदमै टाइम लास्टै कम थियो होइन छोटो टाइममा पनि यसरी मिलाएर दिनुहुनेलाई म होइन एकदम धन्यवाद दिन चाहन्छु थ्याङ्क यू सो मच गाइज Say something, sir. All the best for future endeavors. Do well, okay? Achieve success. All the best for your future. Good luck. Shinjana ma'am. सो माया छ है सबैजनालाई हाम्रो चाहिँ अब यो टोकन अफ लभ दिने कार्यक्रम सकिसकेको छ फेयरवेल भएर यसो नास्ता पानी सबै यहाँ एचओडी सरहरू सरबना सर है
हाम्रो चाहिँ यहाँनिर चहल पहल छ सबैजनाको। सो गाइज स्टे ट्युन है। हामी चाहिँ एकदमै रमाइलो गरेर फेयरवेल सकिसकेका छौँ। सो गाइज होइन एकदमै रमाइलो भयो। थ्याङ्क यू केटा हो होइन। छोटो समयमा पनि होइन हामीसँग समय थिएन, त्यही पनि केटाहरू यतिको म्यानेज गरेर यतिको रमाइलोसँग फेयरवेल दिएकोमा केटाहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु होइन। ल माया छ सबैलाई होइन। सो अब हामी यहाँनिर चाहिँ टक्क केटाहरूले यस्तो नास्ता पानीको व्यवस्था पनि गरेछन्। सो धन्यवाद केटा हो होइन। यस्तो नास्ता पानीको व्यवस्था गरेकोमा होइन हामीलाई एकदम खुसी लागेको छ होइन। सधैँभरि माया रहिरहने छ गाइज होइन। सधैँ माया छ होइन। कहिले केही पऱ्यो भने हामी छौँ केटा हो होइन। त्यसै गरी सधैँ माया ममतालाई हामी एकदम छौँ गाइज होइन। थ्याङ्क यू गाइज। गाइज हामी चाहिँ होइन भाइ हामी यहाँ आएको फर्स्ट दिन होइन त। फर्स्ट दिन क्लास आएको पनि हामी होइन गाइज होइन। अब लास्ट दिन पनि हामी यहीँबाट सक्थ्यौँ होइन त। अब हामीले यहाँबाट सक्थ्यौँ। फर्स्ट क्लासमा पनि हामी फर्स्ट दिन पनि हामी यही ड्रेसमा बसेको थियौँ। लास्ट दिन पनि हामी यही ड्रेसमा बसेर हाम्रो इन्जिनियरिङ सकाएका छौँ गाइज होइन। सो कपाल रमाएको लियो भएको छ मेरो नरेश भाइले यहाँनिर। यो के पप हो भाइ? भेज पप होइन त? भेज पप दबाएर आएछ होइन। सबैलाई होइन माया छ। हामी चाहिँ फर्स्ट इयरमा फर्स्ट दिन होइन एक क्लासभित्र छिरेको थियो। अहिले अब लास्ट इयरको लास्ट दिन पनि एक क्लासबाट सकिने भयो। कस्तो दामी मोमेन्ट मिलेको होइन। सो गाइज थ्याङ्क यू फर लभिङ, थ्याङ्क यू फर वाचिङ गाइज। स्टे ट्युन। Vlog. Let's vlog up. Yeah, ma'am. Okay, all of you have a bright future. May God bless you. Thank you, ma'am. Wish you all the best. Thank you, ma'am. Anything, it will be in vlog, ma'am. So that it will be memories for us. Then we'll look. I would just like to say all the best. Thank you, ma'am. All the best. Thank you, ma'am. Varsini, ma'am. Party hard. Party. Party hard. कब जाएंगे, ma'am? हमारा सर बोल्ने में थोड़ा ग्रुप फोटो खिच्छौँ भनेको होइन। कहिले के मिलिरहेको छैन, के मिल्दै छैन। जस्तो अब हामी लास्टमा ग्रुप फोटो खिच्छौँ। सो त्यसपछि हामी माया छ सबैलाई होइन। बाई बाई बिटिआई कलेज होइन। बिटिआईलाई बाई बाई। हामी आज चाहिँ हाम्रो बिटिआईको लास्ट भ्लग होइन। प्रकाश बागमोडे हाम्रोमा आउने भ्लगमा भनेको आज लास्ट दिन हो। आइलो अपलोड माचा। दिस इज द लास्ट वीडियो ऑफ द बीटीआई माचा। फिर वो नेपाल में जाकर वीडियो बनाकर डालना पड़ेगा। बाय बाय गाइज। थ्याङ्क यू फर वाचिङ गाइज होइन। हाम्रो फेयरवेल कस्तो भयो कमेन्टमा भन्न चाहिँ नबिर्सिनु होला गाइज होइन। सो गाइज बाय बाय। कलेज चाहिँ यहाँनिर कन्स्ट्रक्ट हुँदैछ हल्का फुल्का। यो हाम्रो कलेजको लुक्स